हेलो एभ्रिवान, सबजनालाई माया छ मेरो न्यू भ्लगमा। अनि आज चाहिँ हामी यो पुलमा आएको छौँ होइन गाइज, किनभने आज हामी घुम्ने समय हो, त्यही भएर हामी घुम्दैछौँ। यहाँ अगाडि दुईवटा लट्ठुवाहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एउटा लट्ठुवा ओ यहाँ बस्नु दाइ, के भन्ने यहाँ सबैजनाले मेरो भाइलाई माया गरिदिनु होला होइन। के भन्नु अब केही आउँदैन। सोझो प्रोम्याक्स आफू चालिरहेको अहिलेसम्म गर्लफ्रेन्ड छैन, सिङ्गलको सिङ्गल। ए पा त्यसैले मलाई पटाउनु पऱ्यो क्या यार। ल यहाँ के भन्दैछ बौला यस्तै हो ठिस हो होइन। अरूलाई त्यहाँ बस्नु। तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ? मेरो भाइलाई माया देखाउनु पऱ्यो। नाइस। मेरो दाइजी, यो दुईवटा दाइजी मेरो खतरा सपोर्टर दाइहरू हो, त्यही भएर म सधैँ दाइहरूको साथमा हुन्छु होइन। यहाँ चाहिँ यो धानबारी चाहिँ सबै मैले रोप्ने काम गरेको थिएँ। अनि यसो रोपिदिएको भन्न नि मिल्दैन। यो चाहियो 17 प्रोम्याक्स। सबै रिचहरू है, सबै रिचहरू, त्यही भएर अनि दाइहरू सबै रिचहरू। बाइक चाहिँ बिग्रेर ग्यारेजतिर राखेको छ, त्यही भएर हामी बाइक नलिआएको। ओइ मा धेरै हल्ला नगर्नु न, किनकि चाहिँ धेरै हल्ला गरिरहेको छ नि। मलाई चाहिँ म फेरि मेरो भन्दा नि दाइहरूलाई चाहिँ म फेरि कुट्ने कुरा हुन्छ फेरि। अनि आज चाहिँ हामी गबुवा भन्ने ठाउँमा नुहाउन हिँड्दैछौँ। हामी चाहिँ गबुवा भन्ने ठाउँमा अलिक गहिरो छ अरे होइन, नुहाउन हिँड्दैछौँ। अब के कस्तो हुन्छ प्रतिक्रिया दिनु होला। ल गाइज अब चाहिँ हामी चाहिँ आइसकेको छौँ हाम्रो नयाँ सजा होइ संसार भन्ने ठाउँमा आइसकेको छौँ। होइन यो विगतको पहिलादेखि चलिआएको यो पुर्खाले चलिआएको यो रोड अहिलेसम्म बन्न सकेको छैन। तर म मन्त्री भयो भने मा कसम ढाँटेको नि रोड त म ठाउँमा पिच तर एकचोटि क्यामेरा पो कता यार, क्यामेरा म मन्त्री भयो भने चाहिँ भनेको क्या। मन्थली भयो भने म मात्र समेत मुला यस्तो त छिकिँदै खन के बोलेको यस्तो त छिकिँदै खन के बोलेको कहाँ काट्ने अरे उता क्यापु नगर काट्ने के बोल्छ बोल्दा यस्ता डाँठा भन्छ यार बसन्त दाइ। अनि ल यार तपाईँ चाहिँ के भन्नुहुन्छ हौ? अलिअलि एक बेला कमेडी हालिदिनु त ल। कमेडी ल गाइज, मैले चाहिँ यो उतापट्टि पावर ब्याङ्क हालेको छु क्या, अनि केही देख्न पाएको छुइनँ। यस्तो गर्दा मैले केही देखेको छुइनँ। मलाई चिन्यो म पारी के भन्छ अरे यो ठाउँमा चाहिँ मैले पहिला यहाँ सुटिङ गरेको थिएँ। यो क्लिप पनि हाल ल, भरे यो क्लिप फन्नी कमेन्ट्स आउँछ। मलाई चिन्यो म पारी के अरे कुकुर खाइरहेको लाटा बाउको छोरा हो न। लाटा बाउको एक्लो छोरा नाम चाहिँ मेरो काले खान्छु म भाले। के बोल्छ बोल्दैमा तुत्ला। हाम्रो चाहिँ यहाँ चाहिँ म पहिला सुटिङ गरेको थिएँ र गाइस त्यो ठाउँमा यही ठाउँ मैले सुटिङ गरेको। म वहाँ मोरवादेखि यहाँ आउँथेँ, म मेरो मामासँग आउँथेँ टक्क। अनि त्यही हो गाइस, यता म त्यो पहिला सुटिङ गर्ने ठाउँ चाहिँ यता हो आउन आँटिरहेको थियो। यो ठाउँ चाहिँ गबुवा, यो ठाउँको नाम चाहिँ गबुवा हो। मलाई थाहा पनि थिएन, पहिला थाहा थिएन। अनि पहिला अस्ति भर्खरदेखि थाहा पाएको। ल गाइस अब फेरि उतै गरेर देखाउँला। मेरो चाहिँ हात गलिसक्यो, त्यही भएर अब उतै गरेर देखाउँछु गाइस। ल गाइस अब चाहिँ हामी होइन यहाँ बसेर भर्खरै जुरुक्क उठेर यहाँ चाहिँ बाटो आइपुगिसकेको छु। अझै हामी यहाँ लोकेसन हेर्नुपर्ने हुन्छ। टक्क यहाँ लोकेसन यहाँ चाहिँ त्यो भगवानपुर बसन्त चाहिँ उसको नाम हो, यो दाइको नाम हो। गबुवा खेल मैदान पोखरी कोपिला के हो सावा समूह देख्न सक्नुहुन्छ। ल गाइस के हो भने यहाँ मैले देखेको छैन, राम्रो के देखेको थाहा छैन, मलाई पनि देखिसकेको छैन, त्यो पनि थाहा छैन मलाई। पावर ब्याङ्कले छेकिरहेको छ क्या, त्यही हो गाइस। अब यही भोइस सुन्ने चित्त बुझाउने त होला। के बोल्यो भाइ तिमीले? के बोल्यो? यस्तो बोल्नु त हुँदैन नि कान्छा। कहाँ बोल्छु म त्यस्तो सोझो, म त फेरि यो सोझो यसलाई भन्छु, यस्तोलाई सोझो भन्छु। सिङ्गल बाई, म पनि सिङ्गल बाई, हामी हुनुपर्छ मिङ्गल बाई। खतरा हानिदिन्छु त हान्नु त। सिङ्गल बाई हामी पनि हुनुपर्छ। ट्विङ्कल हान्दिनु, ट्विङ्कल स्टार ए भन्नु होइन। ट्विङ्कल लिटिल स्टार, पोर्चुगलको जोहर्सीमा नो स्टार
भन्नु न भन न म त पुचुको थिएन नि टस्सी मन घोचे आउच भन्नु न ल आवाज के भयो ओइ यो चाहिँ एकदम नाटकिलो मान्छे हाम्रो बस्नु दाइ डिप्रेशन मैं डिप्रेशन में रहता हूँ हमेशा अभी मैं डिप्रेशन में हूँ ल ठिक छ गाइस अब चाहिँ एकैचोटि खोलातिर पुगेर हुन्छ कि अब कतातिर पुगेर हुन्छ अब त्यतै गरिदिउँ हामीलाई त ल ल गाइस अब चाहिँ हामी पसिना भएर आधी बाटोसम्म घाममा टल्केर यस्तो 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 छारी देख्दा चाहिँ यस्तरी झप्प बस्दिउँ हुने गरी अरे आइसकेको छौँ कि हामीलाई चाहिँ क्या छाने क्या टक्क पोखरी पनि आइसकेको छ यहीँ हो क्या अरे यहाँ चाहिँ हाम्रो फिट पनि छ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ गाउँमा पिल्लो मैले यो नोटिसै नगरेको यस्तो थियो भनेर भर्खरै पो हेरेको त यो फिल्डलाई मैले यस्तो छ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यो चाहिँ के होला यहाँ चाहिँ हाम्रो जिग्रीहरू हुनुहुन्छ पछाडिबाट चाहिँ जुम्रेहरू आउँदैछ होइन को चिनेन त्यस्तो हामीलाई चिन्नु पनि छैन को हामीलाई बाल छैन त्यहाँ पोखरी आइसकेको छ अब त्यति पोखरीतिर गएर चलपल हानाइदिने गाइस ल हेर्न सक्नुहुन्छ एकछिनपछि ल गाइस अब चाहिँ हामी यहाँ हाम्रो पर्सनल स्विमिङ पुल भाटो आइसकेको छौँ यहाँ चाहिँ हाम्रो देख्न सक्नुहुन्छ बसन्त मेरो भाइ धनबहादुर रिट्ठे यहाँ चाहिँ हाम्रो अनिल मेरो भाइ धनबहादुर रिट्ठे भन्न नि मिलेन यहाँ चाहिँ हामी हाम्रो पर्सनल बाइक हो यो चाहिँ भन्न नि मिल्दैन त्यो किनकि हाम्रो होइन अब त्यही गाइस अब चाहिँ हार्न सक्नुहुन्छ वे ए यस्तो छ है रियलमा चाहिँ दामी छ सबै भिजिट हानिदिनु होला यहाँ चाहिँ ए भिजिट होइन हौ ल ओए छिरिदिनु त ल वे हो कि क्या हो यिनीहरू त वे यिनीहरू चाहिँ खाएर मर्ला जस्तो छ है ऊ मरिसक्यो ल गाइस अब म पनि छिर्ने जस्तो जोस चढिएको जस्तो पनि लागिरहेछ म पनि लुगा सुगा खोलेर तर अहिले नि म छिर्दिनँ अनि म फेरि मऱ्यो भने टेन्सन हुन्छ ओ अनिलाई कस्तो अनुभव भइरहेछ ओ कस्तो अनुभव भइरहेछ है बसन्त मेरो भाइ मजा आइरहेछ ल हान्नु ल मुद्न गएको भन्ने कता गएको त ल हान्नु ल ल यहाँ म गर्नु ल म यहाँ भ्लग हान्नु ल तपाईँ यहाँ भ्लग हान्नु भइरहेछ ब्लक भ्लग भइरहेछ यो हात यहाँ नराख्नु हेलो गाइस चाप हेर्नु होला यहाँ मेरो भाइ तपाईँले भाइ यहाँ होइन हेर यसरी फर्काउने यसलाई यस्तो गरेर यसलाई फरक हेलो गाइस होइन कौशल भाइकोबाट चाहिँ मैले भ्लग होइन त्यही न्यू होइन क्या त्यही अघिकोबाट हो क्या कस्तो अगाडिबाट अघिको भिडियोबाट हो क्या कस्तो अगाडिबाट बनाउनु लगातार कौशल भाइकोबाट चाहिँ मैले भ्लग बनाइरहेको छु होइन डाइसा हानेर आएको भन्नु न डाइसाइको हल्का फल्का यसो चलपल हान्यो कौशल भाइ डाइफ हान्दैछु ल कौशल भाइ जङ्गिरहेछ हेर्ने कौशल भाइ जङ्गिरहेछ अलिक सिधा बनाउने सिधा यसरी सिधा नाइस अब हेर्नु अब कौशल भाइ जङ्गिरहेछ मलाई सिकाउँदैछ क्या दादालाई मरिहाल्यो नि हल्का फल्का हान्दैछ गहिरो रहेछ हेर्ने देखाउन मर कौशल भाइ डुबे त बिजोक केटाहरूको बिजोक हरि बिजोक देखेर चाहिँ म बस्न सक्दिनँ कौशल भाइले पानी नि खाए जस्तो छ म चाहिँ चान बिहान्छु त्यही भएर म कहिले मर्दिनँ है हेर्नु गाइस फेरि काटेर यसलाई यस्तो गर्नु त लगाएछ चाहिँ हामी यहाँ टक्क नआएर अब स्याम्पू लगाएर एक दुई डुब्की हालेर जाने कुरा हुन्छ तब यताबाट आउँछ अब यस्तो हाल्दा हाल्छु नि म चाहिँ होइन 3 चोटि भइसक्यो झन्डै नमरेको यति बेला मर्डर भइसक्थ्यो बच्चाको यहाँ मेरो दाइहरूले त्यो दाइ यो झन् ऊ भित्र चोपिरहेको थियो सायद लगाएँ अब म डाइ अरे छिटो न अल्छी लाग्यो मर्छु न म कुन दिन भाइ मर्छ ऊ
ओ त्यो भाइ ओइ 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 त्यहाँ त त्यो भाइ एकछिन डुबिरहनु पर्दैन भाइ त्यो भाइ त ऊ ल फेरि त्यस्तै गरौँ न त ल बिचमा उहाँ त्यो भाइ त ल स्टार्ट हान ल काट्नु अनि फेरि बनाऊँ न हामी टक्क स्याम्पू लाएर अब हामी घर जानको लागि यहाँ रेडी भइसकेको छौँ अरे अब एक डुब्की हानिदिन्छु है मलाई चित्तै बुझेन होइन गाई एक डुब्की हान्ने कुरा हुन्छ अब यस्तो कट्टु मिलाएर होइन धेरै कराउनु देखेको होला त्यही पनि केही छैन अब यहाँ इमान्दार साथी ओइ बसन दाइजी हाम्रो रेडी छ होइन के गऱ्यो हामी के भयो भने चाहिँ बचाउनु पऱ्यो हुन्छ यार कुरा ल गाइस मैले औँठी राख्ने कुरा हुन्छ कति औँठी खोइ त फेरि औँठी के हो अब हान्ने कुरा हुन्छ है हान्ने वालीलाई साँच्ची कि ए सडक खाइदिउँ कि हो ओइ लामो डुब्यो क्या रनी जा भाइ डुब्दैन आउँछु त ओइ साँच्ची डुब्यो ओइ यहाँ आइसकेको मैले देखिसकेँ अनुहार यहाँ यहाँ निक्ल्यो यो आउँदैन यो चुतियालाई लगाएँ लगाइ चाहिँ भाइ अब घर हामी चाहिँ घर टन्टुन हिँडिदिनु पर्ने हुन्छ लगाए जब चाहिँ हामी अब के अरे घर जानुपर्ने हुन्छ होइन बस्नु दाइ ओइ ल्याउँदै एक बनाउँदा म डाइ खानिदिन्छु कि एक दाहरूलाई क्यामेराम्यान बनाउँछ यार ल लगाए जब चाहिँ यति नै हो होइन अब चाहिँ हामी घर जानुपर्ने हुन्छ ल अब हामी यहाँ मिसन दाइ हामी कहाँ जानेर अब घर हामी चाहिँ दाइ पनि के भन्नु म दाइभन्दा अगाडि छु होइन ल गाई अब चाहिँ हामी घर जानुपर्ने हुन्छ सबजनालाई माया छ लाइक कमेन्ट सब्सक्राइब गरेर नबिर्सिनु होला गुड बाई गुजुक यस्तो गुजुक ल भयो